रिसेन्टली एनईबी द्वारा परीक्षा सञ्चालित हुने एसई नेपालको मध्य प्रदेशमा स्क्याम चलिरहेको छ। नमस्कार दर्शकबिनहरू, भिडियो सुरु हुनुभन्दा पहिला एउटा भिडियोलाई लाइक गरेर च्यानललाई सब्स्क्राइब गरिदिनु होला। अहिले म तपाईहरुलाई एउटा मेन इम्पोर्टेन्ट कुरा भन्न गइरहेको छु जो नेपालको 12 जिल्ला मध्य प्रदेशमा रहेको छ। यो चाहिँ एनईबी को द्वारा एसई एक्जाम चाहिँ सबैको लागि एक बराबर समान छ, बोर्डिङ स्कुल र सरकारी स्कुलको लागि। तर पनि यहाँको बोर्डिङ स्कुलहरूको प्रिन्सिपलहरूले पैसाको बलले सेन्टर किनेर आफ्नो स्टुडेन्टहरूलाई एक्जाम दिवाइरहेको छ। यो चाहिँ मध्य प्रदेशको मुख्यमन्त्रीको भनाइ हो। अनि चाहिँ एउटा हामीहरूलाई अडियो प्राप्त भएको छ जसमा स्पष्ट भनिरहेको छ एउटा प्रिन्सिपलले, हामीले चाहिँ प्रत्येक विद्यार्थीहरूबाट रु 1500 वा 3000 कलेक्ट गरेको छु एसई को नाममा र सेन्टर किन्ने नाममा। यो चाहिँ एउटा ठुलो स्क्याम चलिरहेको छ। आज म मध्य प्रदेशको 12 जिल्लामा विभिन्न सेन्टरहरूमा गएर हेरे, त्यहाँ सरकारी स्कुल र बोर्डिङ स्कुलको भिन्नता। सबभन्दा पहिला त गेटमा चेकिङ गर्ने काम हुन्छ भने त्यसमा सरकारी स्कुललाई सबै जुत्ता सुत्ता टोपी सोपी हटाएर चेक गरिरहेको हुन्छन् भने प्राइभेट स्कुलको विद्यार्थीहरूलाई मात्र यताउति चेक गरेर भित्र पठाइदिरहेको थियो र क्लासमा पनि राम्ररी चेकिङ भइरहेको थिएन। जब गेटमा पुरा स्क्याम गरेर भित्र पठाइन्छ भने भित्र मोबाइल वा स्मार्ट वाच कहाँबाट फेला पर्छ? यो चाहिँ सेन्टरहरू किनेर एक्जाम दिवाउने तरिका हो। अहिले रिसेन्टलीको न्युज हेर्यो भने कलैयाको ज्ञानदीप इंग्लिश बोर्डिङ स्कुलबाट 7 वटा स्मार्ट वाच फेला परेका छन् भने पानादेवीका 2 वटा टिचर पक्राउ परेका छन्। यतिले पुगेन भने व्हाट्सएपमा एउटा फ्रेन्ड नेम भन्ने ग्रुपमा चिटिङ धामाधम भइरहेको थियो भने प्रहरीहरूले 2 वटा शिक्षकलाई पक्राउ गरेका छन्। मेरो काम चाहिँ तपाईहरुलाई सचेत गर्ने हो। यति धेरै कम्तीमा 5 लाख भन्दा बढी विद्यार्थीहरूको जीवनसँग खेलवाड गरिरहेको छ भने यसलाई चाहिँ स्क्याम नभनेर के भन्ने? ल आजको भिडियो यति नै, म भेट्छु अर्को भिडियोमा।